ल हेर मैले फेरि जितेँ। यही खुसीमा एक एक कप चिया खाम न त फेरि। हुन्छ खाम न त। यहीँ राखेर जाउँ न, हामी लिएर खाइहाल्छौँ नि। भित्र किचनमा अलिकति हेल्प गर्न आए हुन्थ्यो। कति काम थियो, कहिले सकाउने होला काम सबै। काम सकाएर सबैजनासँग रमाइलो गर्न मन थियो मलाई पनि। कहिले नसकिने काम छ फेरि। बुहारी कहाँ गएछ? करुवामा अलिकति पानी र फलफुल अलिकति ल्याइदिएको भए हुन्थ्यो। कहाँ गएछ? उतै राखिदिएको थियो बुवा, हजुरले देख्नु भएन छ। ल लिनुहोस्, अहिले नै सबै सामान मिलाएर गइदिन्छु, अनि भित्र गएर बाँकी भएको काम गर्छु। म पनि आनन्दले टिका लगाउँछु। अनि ल धेरै बुद्धि होस्, प्रगति होस्, ज्ञानी भएर आमा बुबाको ख्याल गर्नुहोस्। ल ढोके आमा। ल ठुलो हुनु। ल सक्यो होइन? त्यहाँ सकिनु नि बा, मेरो मम्मी बाँकी छ त। ल हेर तिम्रो मम्मीलाई त बिर्सेछ हामीले त। मम्मी, हजुर छोरी टिका लगाउन आउनुहोस्। ल आए, यहाँ अलिकति काम बाँकी थियो, टिका लगाएर आउनु पर्यो। अब अलि छिटो आउनु पर्दैन बुहारी, टिका लाउन झन्डै बिर्सेको। ल ढोके आमा। त्यही त, बुहारी पनि के गरेर बस्छ। ओहो, आज त कति थरीको खानेकुरा बनाएको रहेछौ त तिमीले। दसैँमा यतिको त पकाउनु परिहाल्यो नि। ल खाऊ सबैजना मजाले। एकछिन कुर्नुहोस् न, म पनि जान्छु नि टिका थाप्न। काम सकाएर गयो हुँदैन? कहाँ हुन्छ, ल म त गएँ दसैँ मनाउन। मेरो त यही हो दसैँ।